हेलो सबैजनालाई, म तपाईँहरूको आफ्नै 15 लाखको गोल्ड। हामीसँग हुनुहुन्छ अहिले नेपालभरि सुपर हिट भइरहेको गौतली मुभीको नायिका। स्वागत छ हजुरलाई। थ्याङ्क यू पहिला त तपाईँलाई शुभकामना। नयाँ नयाँ मुभी नै यति धेरै सुपर हिट भयो, यति धेरै मान्छेहरूले मन पराइदिनु भएको छ। हजुर हजुर हाम्रो चाहिँ सिधै मुगु राधातालबाट ए राधातालबाट आउँछु भयो है ल थ्याङ्क यू सो त्यहाँबाट मच हामीहरू चाहिँ अब यो मुभी यतैतिर छौँ पत्रकारतिरै। मुभी चाहिँ मैले जुन दिन तपाईँको मुभी सुरुमा हेरेको थिएँ सुपर हिट हुन्छ भनेर साथीहरूलाई भनिसकेको थिएँ। ए हो र ल हजुरको किनकि- बोली लागेछ पुरा भएछ जो छ हामीलाई कस्तो लाग्यो भनेपछि हामी त गाउँबाट आएको मान्छे, त्यस्तो दुःख चाहिँ रियलमा फेस गरेका छौँ। हुन्छ, हजुर। तपाईँले गर्नुभएको थियो कहिले त्यस्तो अलिकति? हजुर मैले चाहिँ टु बी अनेस्ट भन्नुपर्दा फेस चाहिँ गरेको छैन, किनकि मैले मोडर्न सोसाइटीमा हुर्केको एकदम प्रिभिलेज लाइफस्टाइल थियो मेरो होइन। मैले चाहिँ कहिले पनि त्यो भोग्नु परेन, तर मैले सुन्नमा चाहिँ सुनेको हो मेरो हजुरआमाबाट, मेरो मम्मी, मेरो ठुलो मम्मी, मेरो भाउजूहरूबाट मैले सुन्दै चाहिँ आएको थिएँ मलाई यस्तो भएको थियो भनेर, तर मैले चाहिँ भोग्नु चाहिँ परेको छैन।